विजय सरले भन्न खोज्नु भएको थियो प्राध्यापक भूतपूर्व हुँदैन अभूतपूर्व हुन्छ। यस कार्यक्रमका प्रमुख अतिथि मेरा मित्र र पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार श्री नीलमणि सरजी एवं आमन्त्रित सम्पूर्णमा नाम लिन थालेपछि यहाँदेखि त्यहाँसम्म धेरै लामो भइहाल्छ सम्बोधन, त्यसले सम्पूर्ण आमन्त्रित व्यक्तित्वगण एवं सम्पूर्ण उपस्थित शिक्षक कर्मचारी एवं प्यारा भाइ बहिनीहरू, आजको यो जुन त्रिवेणी कार्यक्रम छ, यो त्रिवेणी कार्यक्रममा मेरै काँधमा जुन जिम्मेवारी यहाँहरूले दिनुभयो अध्यक्षता ग्रहण गर्ने, त्यसको लागि सबभन्दा पहिले आभार प्रकट गर्न चाहन्छु। भाइ बहिनीहरू कृपया ध्यान दिनुहोला, म धेरै बोल्दैन, तपाईहरूको हातमा अब माइक आउँदैछ, त्यसैले केही ध्यान दिनुहोला। तीनटा कार्यक्रम, सबभन्दा पहिले त यहाँ ठूलो साइन बोर्ड लेखा छ पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित बीबीए कार्यक्रममा वेलकम एन्ड फेयरवेल। सरले ठिकै भन्नुभएको थियो, सम्पूर्ण नयाँ आउने विद्यार्थीहरूलाई स्वागत म पनि गर्न चाहन्छु र मोडल क्याम्पस परिवारको तर्फबाट सम्पूर्णलाई स्वागत पनि छ। र फेयरवेल शब्दले अलिकता कता न कता अन्यथा अर्थ दिन सक्छ, त्यसले होइन मुख्य अतिथिले भन्नुभयो त्यसलाई समर्थन जनाउँदै फेरि भेटौँला, कहीँ न कहीँ फेरि भेट हुन्छ, तपाईहरूको सेवा हुन सक्छ, मोडल क्याम्पसले पनि भविष्यमा लिन सक्छ, त्यसैले फेरि भेटौँला। कार्यक्रमका सम्पूर्ण भाइ बहिनीहरूलाई शुभकामना छ, बधाई छ र यो पहिलो त्रिवेणीको पहिलो अंशमा सबभन्दा पहिले यो दिइहाले न त बिर्सिहाल्छु भनेर र यसपछि यो कार्यक्रमपछि त्यसैको कार्यक्रममा हामी संलग्न हुन्छौँ, त्यसको लागि पनि सबैलाई सादर आमन्त्रण पनि छ। अर्को कार्यक्रम यहाँ जुन सम्पन्न भयो त्यो मोडल क्याम्पसको इतिहासमा एउटा नयाँ आयाम भयो। बीए एलएलबी कार्यक्रम अब सञ्चालित हुँदैछ। बीए एलएलबी कार्यक्रम सञ्चालन हुनु सौभाग्य किन छ भने छेउमा अदालत छ लेफ्ट साइडमा, र यहाँ हामी एलएलबी कक्षा आज प्रारम्भ हो। एलएलबी को जुन मोडल कलेज को जुन स्थापना भयो, ल कलेजको जुन स्थापना भएको छ, त्यसको लागि सम्पूर्णलाई तपाईहरूलाई पनि बधाई, मोडल क्याम्पस परिवारलाई बधाई र सबभन्दा ठुलो बधाई जसले अनुमति दियो र जसको प्रतिनिधि पात्रको रूपमा यहाँ हाम्रो रजिस्ट्रार सर हुनुहुन्छ, उहाँलाई धेरै धेरै बधाई छ, शुभकामना छ। तपाईको पनि उत्तरोत्तर प्रगति होस्, यो क्याम्पस तपाईको साथ छ, रहनेछ। हामी त मित्र छौँ, हामी जहाँ गए पनि हामी साथै हुन्छौँ। र सँगसँगै आगामी जुन कार्यक्रमको घोषणा अलिकता आशा हाम्रो मोडल क्याम्पसका संस्थापक वीरेन्द्रजीले भन्नुभयो, त्यो आशामा म पनि अलिकता बल लगाउँछु कि त्यो आशा पनि हाम्रो पुरा होस् र यस्तै कार्यक्रम गरेर योभन्दा ठुलै कार्यक्रम गरेर हामी त्यहाँ पनि संलग्न होला भन्ने आशका साथ अलिकता फेरि अगाडि बढ्न चाहन्छु। आज तेस्रो कार्यक्रममा बढी इम्फेसिस हामी केमा दिइरहेछौँ भने तेस्रो कार्यक्रम छ हाम्रो खुसी। यो खुसीमा हामी छौँ, केन्द्रित छौँ। खुसी कार्यक्रममा एकजना लेखक, मैथिलीको प्रख्यात लेखक उहाँ हुनुहुन्छ सुजित कुमार झाजी। 17औं कृति छ र मलाई थाहा छ उहाँको 18औं पनि तयार छ, 19औं पनि तयार छ। यति व्यस्त व्यक्तित्व र संजोगवश के छ भने मोडल खबर हामी यहाँ सञ्चालन गरिरहेछौँ, त्यसको पनि प्रधान सम्पादक उहाँ नै हो। यति व्यस्तताको बावजुद पनि उहाँले जुन किताब लेख्नुभयो त्यसको लागि सबभन्दा पहिले त उहाँलाई धेरै धेरै बधाई छ, धेरै धेरै धन्यवाद छ र धेरै धेरै शुभकामना यो मञ्चबाट म दिन चाहन्छु, जसको शुभकामना तपाईहरू सम्पूर्णजनाले दिनुभयो। र तपाईहरूलाई पनि जति पनि वक्ताहरू, जति बोल्नुभयो वक्ता, उहाँहरूलाई पनि धन्यवाद, र नबोल्नुभयो अथवा समयाभावले गर्दाखेरि क्षमा मागियो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। मनको कुरा त हामी जान्दछौँ नि त, यति यात्रा गरिसकेपछि जीवनमा तपाईहरूको मौन समर्थन रहेछ, मौन एउटा नैतिक समर्थन छ भन्ने कुरा हामीले अनुभव गरिरहेछौँ। त्यसैले तपाईहरूलाई पनि, तमाम वक्ताहरूलाई पनि धन्यवाद। यस किताबका जुन लेखक हुनुहुन्छ त्यो लेखकले कुन व्यक्तिमाथि लेख्नु हो, किन छनौट गर्नु हो,
यो किताबको पृष्ठभूमिमा लेखिएका कुराहरू छन्। म त्यसलाई दोहोऱ्याउँदैन। खाली कुरा के छ भने इतिहासमा कहिलेकाहीँ बिरलै कुनै पात्र हुन्छ विभिन्न आरोह र अवरोह पार गर्दै यहाँसम्म आइपुग्छ। 10 तल्लाको मात्रै कुरो छैन। प्रोग्रामको भेराइटिज हेर्नुहोस्, उहाँको तन्मयता हेर्नुहोस्, उहाँको जुन कन्सन्ट्रेसन छ आफ्नो जबप्रति, त्यो प्रेरणा लिने खालको छ। तपाईँ हामी सबैले प्रेरणा लिनुपर्छ। कुनै यात्रीको रूपमा जुन उहाँले आफूलाई प्रस्तुत गर्नुभयो र त्यसलाई अक्षर अक्षरमा बाँध्ने काम सुजितले गर्नुभएको छ। त्यसले दुवै पात्रमा भन्छु, वीरेन्द्र कुमार शाहजी यस क्याम्पसका संस्थापक र सुजित कुमार झाजी दुवैजना महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ। दुवैजनालाई आज मैले आफ्नो तर्फबाट तपाईहरूको तर्फबाट बधाई दिनै पर्ने हुन्छ। बधाईको पात्र उहाँहरू हुनुहुन्छ। त्यसले मलाई लाग्छ दुवैजनाको नाउँमा एकचोटि ताली तो बनता है भाइ, ताली तो बनता है। धेरै खुसीको कुरा छ, धेरै खुसीको कुरा छ। व्यक्तिको आरोह अवरोह मलाई त एक एक पल थाहा छ वीरेन्द्रजीको बारेमा, एक एक पलको थाहा छ। कसरी आरोह अवरोह पार गर्नुभयो, कसरी विकट भन्दा विकट समस्या उहाँले झेल्नु भएको छ। विकट भन्दा विकट यस्तो मोड पनि आएको थियो प्रारम्भिक चरणमा कि अब यो मान्छे रोडमा आइहाल्छ, त्यो अवस्था पनि आएको थियो। मान्छे अनुमान गरिरहेको थियो, तर सबैलाई चिर्दै सगरमाथामा एउटा तेन्जिङ शेर्पा जति बेला चढेको थियो, एक्ज्याक्टली तेन्जिङ शेर्पा जस्तै उहाँले सारा समस्यालाई चिर्दै आज यहाँसम्म आइपुग्नु हो। यो कम बहादुरको कुरा छैन। एउटा बहादुरको आज हामी कथा भनिरहेछौँ, एउटा बहादुरको इतिहास हामी लेखिरहेछौँ, एउटा बहादुरको चर्चा हामीले गरिरहेछौँ। यो प्रेरणास्पद पुस्तक हो। यसबाट प्रेरणा सबैले पढ्नुपर्छ। विद्यार्थी भाइ बहिनीहरू, तपाईँलाई म भन्छु, तपाईँहरू पढ्नुहोस् यो किताब, धेरै सिक्नुहुन्छ। पैसा भएर मात्रै हुँदैन, पैसा नहुँदा पनि कसरी गर्न सकिन्छ। तपाईहरु एन्टरप्रेन्योरशिप पढ्नुहुन्छ, पैसाको कुरा गर्नुहुन्छ, तर बिना पैसाको कसरी उद्यमी बन्न सकिन्छ। खास गरी शिक्षा क्षेत्र, जहाँ कि ठुलठुला मान्छेहरू संसारमा के भनिरहेछ भने शिक्षामा लगानी गर्नु आज त्यति खासै रुचिकर विषय होइन। त्यस बेलामा उहाँले जीव जान लगाएर पुँजी संग्रह गर्दै आफ्नो गोजीमा पैसा नहुँदा पनि, आफ्नो जग्गा जमिन नहुँदा पनि, नहोमिँदा पनि यसरी पुग्न सकिन्छ भन्ने कुराको ठूलो एक्जाम्पल हो। यो श्री सम्पदा मात्रै कलेजको लागि मात्रै होइन, यो श्री सम्पदा जुन अभिवृद्धि यो किताबले गरेको छ त्यो मैथिलीको लागि पनि हो, एउटा भाषाको सेवा पनि हो। सम्पूर्ण संसारको लागि प्रेरणास्पद पुस्तक त छँदैछ। डेल कार्नेजी जस्तै, स्वेट मार्टन जस्तै प्रेरणा दिने किताब हो। कुनै बेला जब मान्छे अवसादमा जान्छ, डिप्रेसनमा जान्छ भने डेल कार्नेगीको किताब पढ्छ नि, त्यस्तै यो किताब हो। तपाईको बिजनेस असफल भयो, यो किताब पढ्नुस्। त्यहाँ पाउनुहुन्छ कसरी रिस्क लिँदाखेरि, कसरी व्यवस्थापकीय क्षमता हुँदाखेरि जिरोबाट हिरो बन्न सकिन्छ। त्यो यसको कथा हो। अद्भुत किताब छ म भन्छु। सम्भवतः हामी पनि अलिकता लेख्छौँ, मलाई दिएको भए सम्भव त नहुने रहेछ, म लेख्नै सक्दैन। यति कुरालाई शब्दमा बाँध्ने कसरी, यो कुशलता सुजितजीको कलममा छ। त्यसले सुजितजी पनि धन्यवादको पात्र र खुसीको जुन मुख्य पात्र हुनुहुन्छ वीरेन्द्रजी, उहाँ पनि धन्यवादको पात्र। अगाडि बढ्दै जानुस्, यसरी अगाडि बढ्दै जानुस्। आरोह अवरोह पार गर्दै जुन यहाँसम्म आउनु हो, यस्तो यस्तो अवस्था, सडकमा जाने अवस्था भइसकेका थियो। आज मान्छे हामी ठूलो भवन हेरिरहेछौँ, तर उहाँको कष्ट कति गर्नुभयो, त्याग कसरी गर्नुभयो, अठोट कसरी गर्नुभयो, आँट कसरी गर्नुभयो, आँटी व्यक्तित्वको कथा हो। त्यसले म प्राय भन्ने गरेको छु कि यो जुन संजोग छ, खुसीको संजोग, यो दुईटा जिद्दी व्यक्तिको हो। एउटा त मुख्य पात्र वीरेन्द्रजी आफै जिद्दी, अर्को लेखक, कहिले पनि नथाक्ने लेखक सुजितजी। दुवैजना त्यसले अस्तित्व हामीले सम्मान गर्नुपर्ने हुन्छ, शुभकामना दिनुपर्ने हुन्छ र उहाँलाई आशीर्वाद दिनुपर्ने हुन्छ। र जाँदा जाँदै म एउटा कुरा, रहस्यको कुरा भन्छु जो चर्चामा आएको छैन, त्यो मैले भन्नै पर्छ। आज वीरेन्द्रजीको प्रारम्भदेखि नै मैले चिनेको छु र वीरेन्द्रजीको कथा, यो सफलताको कथा हामी भनिरहेछौँ। मान्छे त्यतिकै सफल हुँदैन,
पर्दा पछाडिमा धेरै पात्रहरू हुन्छन्। कसरी वीरेन्द्रजी कसरी हुनुभयो, यसरी एउटा राष्ट्रिय व्यक्तित्व कसरी हुनुभयो, कसरी यति आँटी हुनुभयो, त्यसको बिउ कहीं न कहीं उहाँको गाउँ बनिनिया गाउँमा छ, कहीं न कहीं बिउ उहाँको परिवारमा छ भन्ने कुरा हामीले बुझ्नु पर्यो। उहाँको आमा बुवामा त्यसको बिउ छ, उहाँको ग्रामीण परिवेशमा उहाँको बिउ छ। र सबभन्दा ठुलो आज म धन्यवाद ज्ञापन गर्न चाहन्छु वीरेन्द्रजीको परिवारलाई, उहाँको श्रीमतीलाई, उहाँको बालबच्चालाई। उहाँहरूको यदि त्याग नभएको भए, उहाँहरूको सहयोग नभएको भए वीरेन्द्रजी बन्ने थिएन। एक दिनमा कुनै वीरेन्द्र बन्दैन भाइ, यति कुरा बुझिहाल्नुहोस्। एक दिनको उपज होइन। त्यसले हामीले पर्दा पछाडिका पात्रहरूलाई बिर्सिहाल्छौँ। म ती तमाम पर्दा पछाडिका पात्रहरूलाई धन्यवाद दिन चाहन्छु, स्नेह दिन चाहन्छु र आफूभन्दा कान्छो छ भने त्यसलाई आशीर्वाद दिन चाहन्छु। त्यस्तै यो लेखकको हामीले चर्चा गर्छौँ। 17औं कृति उहाँको सुजितजी हो। सुजितजी एक दिनमा बन्नु भएको छैन। बवन गाउँको धेरै पात्रहरूको त्यसमा योगदान होला, खास गरेर उहाँको परिवारको योगदान होला, आमा बुवाको योगदान होला र स्पेसली उहाँको श्रीमती र बच्चाको योगदान छ अप्रत्यक्ष रूपमा। त्यो उहाँले भन्नुहोस् नभन्नुहोस् त्यो थाहा छ मलाई। त्यसले उहाँहरूलाई, उहाँको परिवारलाई पनि आजको यही अवसरमा म धन्यवाद दिन चाहन्छु, बधाई दिन चाहन्छु, स्वाशीष दिन चाहन्छु। यति भन्दै मलाई लाग्छ प्रदीप आतिसकेका छ। तपाईहरू जतिजना आउनुभयो, यहाँ पाल्नुभयो, कष्ट गर्नुभयो, आफ्नो समय दिनुभयो, त्यसको लागि मोडेल परिवारको तर्फबाट, म आफ्नो परिवार तर्फबाट र सम्पूर्ण भाइ बहिनीहरूको तर्फबाट सबैजनालाई धन्यवाद र यस्तै प्रेम स्नेह बनाइराख्नुहोला र मार्गनिर्देशन पनि दिइराख्नुहोला वीरेन्द्रजीलाई, यो क्याम्पसलाई। र यो कसरी अझ उचाइमा जान्छ, भौतिक उचाइको मात्रै मैले कुरा गरे होइन, अभौतिक रूपमा कसरी यसको पढाइ लेखाइ अनुशासन कायम हुन्छ, कसरी यो आज यो क्षेत्रको हामी कुरो गरिरहेछौँ। म भन्छु नेपालको नम्बर 1 क्याम्पस बन्नलाई के गर्नुपर्छ, तपाईँ हामीले सबैले योगदान दिनुपर्छ। त्यसको लागि तपाईँहरूको आशीर्वादको आवश्यकता छ, तपाईँहरूको मार्गनिर्देशनको आवश्यकता छ। यसलाई, यो मेरो अनुरोधलाई स्वीकार गर्नुहोला। यो विश्वासका साथ तपाईँहरूबाट बिदा लिन चाहन्छु। फेरि भेटौँला। धन्यवाद।